बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हानथापले एमाले र नेकपाकै नेता असन्तुष्ट, अन्तिम रात्रि भोज जस्तो पछि के हो अहिले नै लिइहालौँ, भइहालौँ, गरिहालौँ, खाइहालौँ भने जस्तो मात्रै देखियो। जनतामा निराशा जसरी पैदा भएको छ यसलाई चाहिँ थप मलदल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ। राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्, माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, योबाट मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठुलो समस्या आउँछ। अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार। गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसङ्घ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसङ्घका महासचिव र आइसिआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसङ्घको सूचना निकायकी निर्देशक एलेसेन्ड्रा भेलुची भन्छिन्, स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौँ। तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौँ। राष्ट्रसङ्घको सूचना निकायकी निर्देशक एलेसेन्ड्रा भेलुची। कतिपयले किलर रोबोट्स अर्थात् हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्युयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रुसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा सञ्चालित उक्त ड्रोन सुरुमा मानवद्वारा सञ्चालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द्व बढाउने चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्द्वका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारिल्यान्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सटासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाडका कारण सामान्यतया अगस्तमा प्याजको माग बढेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ। तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झन्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो। साँझपखमा तपाईँलाई स्वागत छ। 2 वामपन्थी पार्टीले नेतृत्व गरेका 5वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली काङ्ग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। प्रस्तुत छ एक रिपोर्ट। 5वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ, कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रञ्जित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्। सत्ताको लुछाचुँडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीचमा सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ
लिइहालौँ, भइहालौँ, गरिहालौँ, खाइहालौँ भने जस्तो मात्रै देखियो। तर सार तत्त्वमा यो बेठिक भयो। यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने, फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ। प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ। यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बडाल त्यसमा सहमत छन्। आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सका निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नु पर्थ्यो। त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्तालाई जनतामा निराशा जसरी पैदा भएको छ, यसलाई चाहिँ थप मलदल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ। वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्। 1.5 वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो, त्यस पछाडि पनि 1 महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन। संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरुद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ। दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाइमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए। त्यो हो नै, दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेतिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको। कहाँ जाने, कहाँ नजाने, के गर्ने, के नगर्ने, कोसँग मिल्ने, कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठुलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ। जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो। हिजो त्यही थियो, त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर। अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ। जस्तो अब श्यामजी अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने, आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचातानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको 1 वर्ष पनि पुरा भइसकेका छैन। यसबीचमै कति छिटो बिर्सेका त उनीहरूले? किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन? के कारण हुन सक्छ? दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी चुक्यौँ, कहाँनिर भुल भयो भन्ने सांस्कृतिक आत्मसमीक्षा, राजनैतिक आत्मसमीक्षा, दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको। अब चुनाव आउने 1 वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त? संहिता विरोधीहरूलाई पुग्छ। ल हेरौ दलहरू सचिएन त, यो दलको तालामालामा कुनै फरक आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ। त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने, संहिता चाहिँदैन, यो एकदम ठिक छैन भन्नेहरूलाई नि मद्दत पुग्ने खालको गतिविधि हो यो। यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि, पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपयको आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ? होइन, अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने प्रदेशमा पनि तुरुन्तै त्यो समस्याको कपी पेस्ट देखिने। माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौँ।
संहिता भएका थुप्रै देशहरूमा देख्छौँ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो, तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन, तल दलमा झगडा भइहाल्छ। यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संहितालाई मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठुलो समस्या आउँछ। तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिस्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि खुम्चिँदै गइरहेको कम्युनिस्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला? कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नि खुम्चिँदै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको। त्यही कारणले नि उनीहरू खुम्चिँदै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेरन्, त्यही कारणले खुम्चिँदै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दैन, तर जोसँग पनि मिल्ने, जोसँग पनि हातेमालो गर्ने, सिद्धान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दाबारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कम्युनिस्टलाई पनि यसले बदनाम गर्छ, कङ्ग्रेसलाई पनि यसले बदनाम गर्छ। उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ। साथी प्रदीप बस्यालसँग कुरा गर्दै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको चर्को आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी, जम्मै 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ। दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ? सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हकमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो। सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ। कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्। प्रतिनिधि नियमावलीमा बढीमा 15 प्रश्न भन्ने व्यवस्था छ। अरू 11 मात्रै दर्ता भए भन्नाले 4वटा प्रश्न त कमै दर्ता भयो नि। त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट के सहभागिता कम भएको? अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या, त्यो संख्यामा सोध्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो र कतिजनाको प्रश्न छ? उहाँहरूको 7 जनाको थियो। सबै दलकोबाट एउटा र थप हुन आउने 6वटा थियो। प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ? भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ। उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसङ्ग। अमेरिकाले इरानका व्यापार साझेदारहरू विरुद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने बाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानुनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो। यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानुनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ। त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चीनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे। बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुने नै छौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।